गुड मर्निङ सबैलाई है। ह्याप्पी एन्ड नाइस डे। सबैजना ठिकै हुनुहुन्छ होला है। सबैलाई मेरो मिठो सम्झना, मेरो फेसबुकको सबै साथीहरूलाई है गुड मर्निङ भन्न चाहन्छु। साईराम है। मभन्दा सानोहरूलाई धेरै माया मेरो फेसबुकको सबै भाइ बहिनीलाई, अनि मभन्दा ठुलोहरूलाई है नमस्ते, साईराम, आदर है। कस्तो हुनुहुन्छ सबैजना? ठिकै हुनुहुन्छ होला है। आज चाहिँ म चाहिँ छुट्टी जाँदैछु बाहिर। पानी परिरहेको छ। आजको छुट्टी कस्तो हुने हो। पानी परिरहेको छ, यहाँ त जाडो छ पुरा। आज चाहिँ जम्पर सम्पर बोकेर यस्तो ब्यागहरू बोकेर जानुपर्छ। सानो जाडो छैन है सिङ्गापुरमा पानी परेर। ब्यागको हेर्नुपर्छ त। यहाँ मैले एमआरटी कार्ड ल्याएको थिएन। फेरि यहाँनिर त है बाटोमा गएर भयो फेरि है एमआरटी कार्ड छैन भने पुरा जाडो छ यहाँनिर चाहिँ। पानी परिरहेको छ। लाग्दो पानी परिरहेको छ नि त, तपाईँलाई देखाउँछु म। कस्तो पानी परिरहेको छ, के गर्नु। यसको गुड मर्निङ, थ्याङ्क यू। कस्तो पानी परेको छ, हेर्नु पनि सिक लाग्दो भइरहेको छ। यस्तो छ ग्रिन लाइट बल्यो, ग्रिन लाइट बल्यो।
गर्दैछ यहाँ चाहिँ गुम्बा छ हेर्नुहोस् ल तपाईँलाई म गुम्बा देखाउँछु यहाँ बाहिर देशमा पनि हाम्रो धर्महरू त मानिरहेको हुन्छ क्या यहाँका मान्छेहरूले पनि यहाँनिर चाहिँ गुम्बा छ ठुलो गुम्बा छ उयो देख्नुभयो यो चाहिँ गुम्बा हो है हाम्रो घरकै छेउमा छ ठुलो गुम्बा यो त गुम्बा हो आज चाहिँ छुट्टिएको खै पानी परेको छ आज चाहिँ कहीँ जानु पनि पाउँदैन होला एक ठाउँमै होला जे होस् बिहानीको चिसो मौसम है रमाइलो छ यतिको यस्तो चाहिँ मल बनाएकोले हेर्नुहोस् यहाँ हाम्रो मलमाटी भन्छ नि उता यो चाहिँ रुखपातहरू उयो गरेर यस्तो चाहिँ मल बनाउँछ यहाँ यत्रो ठुलो रुखहरू छ हाम्रो गाउँघरमा बरु रुखहरू छैन होला है यहाँ यत्रो रुखहरू रोपेको छ हो हाम्रोतिर घरले रुख काट्नु मात्रै जान्दैछ रोप्नु जान्दैन है यहाँको त रुखकै रुख सहरको बिचमा पनि त्यही कारण चाहिँ पर्यावरण बचाउँ है रुखपातहरू बचाउँ देख्नुभयो यतातिरको रुखहरू हाम्रोतिरको त कमानबारी यस्तो जङ्गलहरूको रुख पनि मासेर केही छैन त्यही कारण चाहिँ पहिरोहरू धेरै जान्छ है यहाँनिर अब हेर्नुहोस् यस्तो जग्गामा पनि यति डरलाग्दो रुखहरू रोपेको छ होइन यस्तो रुखहरू रोपेको छ भनेपछि हामीलाई रुखहरूले कति चाहिँ रुख रोप्नुमा कति फाइदा छ रहेछ पौधाहरू रोप्नु चाहिँ कति फाइदा रहेछ गुड मर्निङ आज छुट्टी छ त्यही कारण चाहिँ बाहिर निस्केर तपाईँहरूलाई पनि देखाएको है कति घरमा मात्रै बसिरहनु छुट्टी हो नि त हौ आज छुट्टी महिनामा 2टा छुट्टी त पाउँछ नि त हौ हामीले कति काम गर्नु घरमा आफ्नो लागि पनि जिउनु पर्यो नि है कति अरूको लागि मात्रै जिउनु आफ्नो लागि पनि त जिउनु पर्यो आफू पनि त खुसी रहनु पर्यो है कोही कोही बेला त अरू दिन त भइहाल्छ महिनामा 2 दिन त आफ्नो लागि जिउनु पर्यो नि खुलेर पर्नुहोस् ल मेरो फोन आयो चाहिँ हुन्छ नि यो चाहिँ कम्पास देख्नुभयो यस्तो